अस्मद्गुरुभ्यो नमः। श्रीशैलेशय्यापात्रं धीभक्त्यादिगुणार्णवं यतीन्द्रप्रवणं वन्दे रम्यजामातरम्। रम्यजामातृयोगीन्द्रपादरेखामयीं शरा तदा यत्तात्मशब्दादिं रामानुजमुनिं भजे। श्रीमच्छकार्यतिराजकृपावलम्बं सौम्योपयन्ति गगनादिमुनीन्द्रभक्तं वेदान्तयुग्मविशदीकरणप्रवीणं रामानुजं मुनिवरं गुरुमाश्रयामि। श्रीमच्छकारिकलिपैपराब्जभक्तं श्रीवानसैदेविनां करुणिकपात्रं रामानुजार्यचरणाम्बुजभृङ्गराजं वन्दे शरागुरुवरं मधुसूदनार्यम्। श्रीमत्काश्यपवंशमध्यगगने श्रीचन्द्रवदभाषितं श्रीमद्वेङ्कटनाथसेवनरतं वानाचलोपासकम्। श्रीमत्सूदनादिकृपया सम्प्राप्य मन्त्रादिकं वन्देऽहं बुधवर्यमाधवगुरो पादारविन्दं शरणं। वन्देऽहं बुधवर्यमाधवगुरो पादारविन्दं शरणं। तस्मै रामानुजार्याय नमः परमयोगिने यस्मृतिस्मृतिसूत्राणाम् अन्तर्ज्वरमसि। ज्ञानानन्दमयं देवं निर्मलं स्फटिकाकृतिम् आधारं सर्वविद्यानां हयग्रीवमुपास्महे। वाञ्छाकल्पतरोभ्यश्च कृपासिन्धुभ्यैव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। श्री वैष्णवेभ्यो नमो नमः। बोलिए श्री लक्ष्मीनारायण भगवान को, श्री कस्तूरी श्री गोदारंगनाथ भगवान को, भाष्यकार रामानुज स्वामी महाराज को, वानमामलई रामानुज जीव स्वामी महाराज को, वैकुंठ यात्रोत्सव को, श्री वैकुंठ यात्रोत्सव को। अनंत कोटि ब्रह्मांडादि नायक अकारण करुणा वरुणालय भक्तवांछा कल्पतरो परात्पर श्री गोदारंगनाथ भगवान को श्रीमद द्वारा एवं आचार्य को महती कृपा द्वारा आज हामी कस्तूरी रंगनाथ भगवान को पावन सान्निध्यमा जगमोहनमा रहेर धेरै आचार्यहरूको यहाँ दर्शन प्राप्त भइरहेको छ। त्यस्तै गरी धेरै धेरै महाभागवत भागवतीहरूको पनि यहाँ दर्शन प्राप्त भइरहेको छ। हामी सबै कृतज्ञ भएका छौँ। एक त भुवैकुण्ठबाट तोताद्री नाङ्गदेवीबाट श्रीमद् परमहंस परिव्राजकाचार्य श्रीमद् वेदमार्ग प्रतिष्ठापनाचार्य उभय वेदांत प्रवर्तकाचार्य अनंत श्री गुरुश्री श्री वानमामलई मधुरकवि रामानुज स्वामी महाराजको यो पावन सान्निध्यमा वैकुण्ठ यात्रोत्सव भइरहेको छ र अर्को आचार्यकै यो सवारीले गर्दा र एउटा महाभागवतको वैकुण्ठ सवारी भएको हुनाले पनि धेरै महाभागवतहरू यहाँ एकत्रित हुनुभएको छ। त्यस्ता महाभागवतमा आज वैकुण्ठ यात्रोत्सव रहेको छ। आज तृतीय दिवस धेरै आचार्यहरूले यहाँ वैकुण्ठ भनेको के हो, वैकुण्ठ उत्सवको विषयमा बताइसकेको छ र वहाँ यसै मन्दिरका श्रीमद् वेदमार्ग प्रतिष्ठापनाचार्य उभय वेदांत प्रवर्तकाचार्य अनंत श्री विभूषित वैकुण्ठवासी श्री पराङ्कुशाचार्य स्वामी महाराजको कृपा पात्र हामीले गोविन्द स्वामीजी भनेर अधिकारी मलाई धेरै सानो बाल्यकालदेखि नै यो दास 9 वर्षको हुँदाखेरि देखि नै हाम्रो गोविन्द स्वामीजी अधिकारी स्वामी त्रिवेणी जाने आउने यस्तो सम्बन्ध थियो। त्रिवेणीमा पनि स्वामीजीले पनि धेरै स्नेह गरिबक्छ थियो। त्रिवेणी स्वामीजीले उहाँलाई हामी सानसाना केटाकेटी थियौँ, भित्रिया थियौँ। त्यस्तै सब प्रसङ्गमा अहिले
प्रयागराजमा के भनिएको छ त उहाँले भन्दाखेरि स्वामीजी हजुरसँग यात्रा गर्ने भनेको दक्षिण यात्रा गर्ने भनेको दक्षिण यात्रा त भएन, उत्तर भारतको थोरै भए पनि यात्रा भएर सङ्गमसँग जानु त नि भनिएको छ उहाँले। अनि गएर सङ्गममा गएर के भनिएको छ त भन्दाखेरि स्वामीजी आज केही होइन, श्री शैली सदया पात्रमदेखि लिएर सबै गुरुपरम पाठ गरौँ र बल्ल स्नान गरौँ भनिएको छ। साथैमा गुरु परम्परा आनन्दले पाठ गऱ्यौँ र त्यही बसेर दासले तिलकपट्टि लिएर गएको थिएँ। तिलक लगाए दासले, 18 जना थियौँ हामीहरू, सबैले तिलक लगाइदिए, उहाँले पनि तिलक लगाइरहेको छु दाससित लगाइदिएँ। त्यसपछि चाहिँ अब स्वामीजी यस्तै गरी अब बालमामले स्वामीको सवारी हुनेछ, त्यसपछि बर्दियामा आउन साह्रै इच्छा छ। त्रिवेणी स्वामीजीले धेरै स्नेह गरिबक्सन थियो, हजुरलाई त सानै बाल्यकालदेखि दासले चिनेको जानेको, बर्दिया आउन मन लागेको छ भनेर यस्ता प्रकारका शब्दहरू अहिले यस्तो लाग्दछ कि कुनै शब्दै छैन भन्नको लागि त्यति स्नेह गरिबक्सन थियो। प्रयागराजमा सँगै पनि बसियो र उहाँले जहाँ पनि अघि हाम्रो पूर्ववक्ता घनश्यामाचार्य स्वामीले भनिबक्स्यो, यति स्नेह हुन्थ्यो कि उहाँ आफूलाई त्रिवेणीमा ब्रह्मोत्सव आदि पर्वहरूमा जानुहुन्थ्यो, कुनै पनि सेवाको लागि नै नभन्ने मैले त्यत्रा भाग उठाउँदै खाएको त्यो जुठो पत्तल पनि उठाउने, गाईहरूको गोबर पनि फाल्ने अनि आचार्य श्रीचरणको सेवा गरिहाल्ने, त्यस्ता प्रकारको चाहिँ अनौठो उहाँमा चाहिँ एक प्रकारको चाहिँ अनन्य जस्ता भक्त भइबक्सन थियो उहाँ। र उहाँले एउटा दुःख पनि लाग्दछ, एउटा चाहिँ सुख पनि लाग्दछ, हाँसो पनि खुसी पनि लाग्दछ। एउटा उहाँ परम धाम हुनुभयो, यो अवस्थामा यो बेलामा र दुःख लाग्दछ। एउटा के छ त भन्दाखेरि भगवानको इच्छा नै त्यस्तो रहेछ, आचार्यको इच्छा नै रहेछ कि यति महान विशिष्ट आचार्यहरू, विशिष्ट महाभागवतहरू, महाभागवती आमाहरूको बिचमा र वानमामणि स्वामी 31औं पीठाधिपतिको पावन सान्निध्यमा उहाँको वैकुण्ठ यात्रा उत्सव सम्पन्न हुन गइरहेको छ। उहाँलाई भगवान देवनायक भगवान बलवानका सहित देवनायक भगवानले कृपा अवश्य नै गर्नुहुनेछ भन्ने यो दासलाई लाग्दछ। र यहाँ धेरै आचार्यहरूको मङ्गलाशासन भइसकेको छ। उहाँले भगवानले नाइ भने यत्रा भक्त भागहरूले पाठ गरिदिएर सबैले वैकुण्ठ गोविन्द स्वामीजीको वैकुण्ठवासको लागि हामीले धेरै आचार्य महाभागहरूले सबैले के गर्नुभएको छ, सबैले कृपा गरिबक्सेको छ। उहाँलाई मेची महाकालीका सबै आचार्यगणहरूले यति आचार्य हो, हाम्रो आचार्यहरूको वैकुण्ठ उत्सवमा पनि यतिका भागहरू भए जस्तो लाग्दैन थियो। यतिका आचार्यहरू स्वयं मानवमामले स्वामीजी यहाँ सवारी भएको छ। यो भगवानकै कृपा, यो न सोचेको न केही गरेको न त्यस्तो विशेष केही पनि थिएन, तर भगवानले यो आचार्य कृपा रहेछ। उहाँ वैकुण्ठवासी स्वामीजीको कृपा, धेरै आचार्यहरू करुणा रहेछ भनेर हामीले सम्झनु पर्दछ। उहाँलाई कुनै त्यस्तो अप्ठ्यारो नभइकन भगवानले कृपा गरिसक्नु भएको छ। यो त एउटा उत्सव आदि हामीले गरिरहेका छौँ। अर्चित आदि मार्गमा जुन हामीले प्रसङ्गहरू श्रवण गर्दछौँ, भगवानका दिव्य चरित्रहरू, जसलाई हेर्नका लागि भगवान पनि वैकुण्ठनाथ पनि के गरिबक्सन छ। ओहो मेरो बच्चा, मेरो भक्त कतिखेर आउँछ, आज म हेर्न पाउँछु कि पाउँदिन भनेर भगवान पनि त्यसरी हेर्नको लागि आतुर भइबक्सन छ। वैकुण्ठमा रहनुभएका त्यस्ता पार्षदहरू पनि उहाँलाई देख्नको लागि सबै कहीँ गयो। भगवानलाई पंखा चम्मर हम्किँदा हो जान पर्यो बाटोसम्म कि मुक्त जीव आउँदैछ भनेर सबै कहीँ गरेर छोडेर पनि यहाँबाट गएको जुन गोविन्द रामानुज दास हुनुहुन्छ, उहाँलाई हेर्नका लागि सबै त्यहाँ वैकुण्ठमा रहनुभएका पार्षद कैङ्कर्यमा खट्नुभएका सबैले के गर्नुहुन्छ, हेर्नका लागि त्यस्ता प्रकारले चाहिँ क्रमबद्ध भएर लाइन लगाएर आउनुहुन्छ। त्यस्ता आदि अर्चित आदि मार्गमा यस्ता प्रसङ्गहरू पनि आउँदछ। बिल्लै लोकाचार्य स्वामीले यो ग्रन्थमा विशेष प्रकारले अर्चित आदि मार्ग, अग्निको मार्गबाट गएर भगवानको जुन त्रिपाद विभूति हो, वेदले पनि बताएको छ। त्रिपाद उदय पुरुगह बताएको छ। त्रिपाद विभूतिमा त्यस्ता प्रकारले रहनका लागि भगवानको दिव्य धाम, दिव्य लोक, जसलाई हामीले त्रिपाद विभूति भन्दछौँ, जसलाई हामीले वैकुण्ठ भनेर भन्दछौँ, जहाँ कुनै
यातना अकुण्ठै छैन, जहाँ कुनै खान पिउन केही गर्न पर्दैन। भगवानको दिव्य दर्शन सधैँ भगवानको दिव्य दर्शन गरेर भगवानले उहाँलाई के गरिबक्सन्छ, स्वीकार गरिबक्सनेछ। र दास यति भन्दै उहाँको वैकुण्ठवासको लागि हामीले धेरै सबै भक्त भागहरूले मङ्गलमय कामना गरिसकेका छौँ। यता हामीले आचार्य नै यहाँ सवारी भइबसेको छ र अन्य आचार्यको पनि यहाँ प्रवचन बाँकी नै रहेको छ। र दास यति 2-4 शब्द यही भन्दै दास विराम दिनेछ। बोले श्री गोदा रङ्गनाथ भगवानको, श्री गोदा रङ्गमन्नाथ भगवानको, वैकुण्ठवासी गोविन्द रामन दासको, वैकुण्ठवासी गोविन्द रामन दासको आजको दिव्य आनन्दको। श्रीमती राम